बिहानको बर्थडे थियो 3 अनि मलाई एक्कासी निन्द्राले छोड्यो। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। बेसिकली रिजन चाहिँ के हो भन्दाखेरि मेरो हिजो विक अफ थियो। अन्त विक अफको दिन चाहिँ म दिनभरि सुती मात्रै बसेँ। त्यसको कारणले गर्दा चाहिँ मलाई आजको बिहानको 3 बजी चाहिँ आँखा खोल्यो। बिहान उठेर अन्त बुक पनि ट्राई गरेँ, के लेख्ने ट्राई गरेँ, भएन। अन्त भोक पनि हल्का हल्का लागेको कारणले गर्दा चाहिँ मेरो आँखा खोलेको थियो। अन्त बिहान पाएको चाहिँ के गरौँ भन्दाखेरि एक्कासी हिजो ल्याएको वाइवाईपट्टि आँखा गयो। सो लेट्स मेक वाइवाई। सो मैले चाहिँ वाइवाई चाहिँ मेरो बेडमै बनाउँदैछु। त्यसको लागि चाहिँ मैले प्याज काटेँ होइन, प्याज चाहिँ सानो सानो काटेँ। त्यसपछि मैले मेरो क्युट परेको भाँडामा चाहिँ वाइवाई खोलेर हालेँ। त्यसपछि हालेपछि त्यसमाथि प्याज हालेँ। प्याजपछि मैले थोरै तेल, त्यहाँदेखि चाहिँ थोरै चिली पाउडर हालेँ। त्यहाँदेखि चाहिँ वाइवाईमा पाउने इन्ग्रिडियन्ट त्यहाँदेखि मसला मैले हालेर चाहिँ मजाले खोलेँ। अन्त खाँदाखेरि चाहिँ के मिसिङ भयो भनेर सोच्दाखेरि चाहिँ मैले चिया मिसिङ गरेको छु होइन। त्यहाँदेखि चिया बनाउनुको लागि मैले मेरो बटुकामा पानी, चिनी, अदुवा र रङ लगाएर बनाएर पनि आइसकेँ। बनाएर आइसकेपछि फेरि मैले बेड रेडी गरेँ। बेड रेडी गरेपछि चाहिँ म बेडमा गएर चाहिँ मजाले हेर्नुहोस् त, मजाले खाँदैछु। मजाले खाँदैछु, एकदम मिठो भइरहेको थियो मलाई। त्यसपछि चाहिँ अब मजाले फोन चलाउँदै खाने हो, त्यहाँदेखि चाहिँ फेरि सुत्ने हो। थ्याङ्क यू फर वाचिङ।